हेलो नमस्ते जय मसिकी एन्ड गुड मर्निङ। आज फेरि धेरै दिन बाद तपाईँहरूको अघि ब्लग्स विथ साइमनमा उपस्थित भएको छु। तपाईँहरू जतिले पनि मेरो भ्लगलाई हेरिरहनु भएको छ फेरि पनि हेरिदिनुहोस्, कृपया यसलाई लाइक पनि गरिदिनुहोस्। हामी चाहिँ फगडीतिर जाने इच्छा गऱ्यौँ। यो 2026 सालको यो सेकेन्ड डे है, आज दोस्रो दिनमा त्यहाँ हाम्रो वृद्ध ससुरा हुनुहुन्छ अनि ससुरालाई नभेटेको पनि धेरै भयो। आज मौसम चाहिँ त्यस्तो खास छैन। मौसम चाहिँ हेर्नुहुन्छ भनेदेखि हेर्नुहोस् है, पुरा अँधेरो भएर बिहान त राम्रो भएको थियो, घामहरू लागिरहेको थियो कि, तर आज अहिले चाहिँ फेरि के भयो भने पुरै अँधेरो भएर आएको छ हो। र पनि केही छैन, यस्तै भए पनि ठन्डा महिना हो, चिसो त हुन्छै हुन्छ है। अनि ठन्डामा चिसो भएन भने, ठन्डा महिनामा चिसो भएन, जाडो भएन भने कहिले हुने फेरि है। र साथीहरू हाम्रोमा पनि केही पोइन्टहरूमा भिडियो लिनेछौँ अनि त्यहाँ फगडीको गाउँको अनि ससुरासँग हाम्रो भेटघाट हुन्छ, त्यहाँ हामी बातचित गर्छौँ। सबै कुरोहरू तपाईँहरू समक्ष साझा गर्नेछु, कृपया हेरिदिनु होला। हवस् त साथीहरू, अहिले फेरि हामी अहिले भने हामी बाटोमा जाँदै गर्दा दुईपट्टि चिया बगान अनि बिचमा कालो सडक है। यो फगडी टिङलिङदेखि केही मुनितिरको भ्यू हो। यहाँ आइपुगेपछि बाइकलाई एकातिर हामीले पार्क गरेर फेरि यहाँनिर फोटो खिच्ने अनि वरिपरिको दृश्यहरू हेर्ने, हामीले हेर्नको निम्ति केही समय रोक्यौँ। मेरो श्रीमती आफ्नो मोबाइल निकालेर फोटोहरू खिच्न थाल्यो। हुन त उनी यहीँ जन्मिएको भए तापनि हामीलाई यो जग्गामा आउँदाखेरि नौलो अनुभव हुन्छ नै हुन्छ। अनि एकछिन उभिएर सेल्फी लिन, फोटो लिन हामीलाई इच्छा लाग्छ। यो तल देख्दै गरेको चाहिँ फगडी गाउँ हो। अनि त्यो पारी मैले जुम गरेर देखाइरहेको मन्जु, यो मन्जुको विशेषता के छ भने हाम्रो महामान्य नेता श्री सुभाष घिसिङज्यू, जसले चाहिँ हाम्रो जाति र माटोको निम्ति उहाँले 1986मा आन्दोलन गरेर दार्जिलिङ गोर्खा पार्वत्य परिषद हामीलाई दिएर जाएको छ। अनि उहाँको जन्मथलो पनि त्यो भएको कारणले गर्दा यो जग्गा विशेष रूपले एकदम प्रचलित छ भनौँ न है। मैले जुम गरेर देखाइरहेको छु। यहाँदेखि केही तलतिर चाहिँ उहाँ जन्मेको ठाउँ पनि छ। र यहाँ वरिपरि यो पलङबारी अनि तल फगडीको फ्याक्ट्रीलाई पनि म तपाईँहरूलाई जुम गरेर देखाइरहेको छु। यो चियाको फ्याक्ट्री हो अनि यो पनि एकदमै रमणीय ठाउँमा छ है। र हेर्नुहोस् साथीहरू, वरिपरि जङ्गल, यो चियापत्ती बारीहरू यस्तै हो। अनि यो माथि चाहिँ हामीले एउटा टिङलिङको सानो गाउँ, यो चाहिँ पहिरो पीडितहरूलाई पुनर्वास गरिएको यो। अनि आज यो गाउँ पनि ठुलो एउटा राम्रो रमणीय जग्गामा अवस्थित छ। र यसो गर्दा गर्दै हामी तल फगडी पनि पुगिहाल्यौँ, ससुराली घरमा हामी आइपुग्यौँ। हेलमेट लाएर होला है, हेलमेट लाएर हाम्रो फगडीमा ससुराहरूले आपालाई एकछिन भेटेर जाउँ भनेर सङ्गति गर्ने चर्च। कस्तो राम्रो फुल फुलेछ है। म चर्चको बाटोबाट झर्दैछ है। र त्यो इसाई आराधना मण्डली अति राम्रो जग्गामा छ है साथीहरू। सन्चै हुनुहुन्छ? नमस्ते। अन्त के छ, ठिकठाक? हाम्रो आफन्तहरू यहाँनिर भर्खर खुट्टा धुँदैछ। ठन्डा महिनाले साह्रो पाऱ्यो है। ए एकछिन यहाँको यो मन परेर मजा लागेर खिचेको त। अहिले भने म भारतीय इसाई आराधना चर्च मण्डली फगडीमा आएको छु साथीहरू। अनि यो चाहिँ अति नै राम्रो ठाउँमा अवस्थित छ। यहाँका गामवासी प्रभु यीशु ख्रीष्टलाई विश्वास गरेर यो चर्चमा उनीहरूले सङ्गति गर्छन् है। यहाँ मेरो सारा ससुराली घरहरू, गाउँहरू। ए किट्टी, किट्टी के गर्दैछ त्यहाँ? आइज ल, यो बिरालो यहाँनिर मजाले मुख धुँदो रहेछ।
छि ल हाम्रो भाउजू पनि आउनुभएछ कहाँ गएको यो पुकुले पुकुले कसको छोरा हो भाउजू कसको छोरा हो निरजको सानो छोरा हो ए पुकुले खुवागढी 9 नम्बर गाउँ चाहिँ यहाँबाट कस्तो देख्दछ हेर्नु त साथीहरू ए हजुर यो ससुराको घर चाहिँ यहाँ हो ए यहाँ भिडियोमा नि ओ भाइ के हुन्छ हौ साथीहरू हेर्नुहोस् न है कति सुन्दर छ भाउजू खै निरजहरू चाहिँ कहाँ छ अहिले रहेछ नि निरजको छोरा अरे यत्रो भएछ खै जयमसी भनेको खै छिटो जयमसी हात जोडेर खै हात जोडेर जयमसी गरेको के हो नाम तिम्रो के अरे यस्तो गरेको खै अन्त खै फोटो खिच्दा यस्तो गर्नुपर्छ त खै ह्याप्पी क्रिसमस भनेको खै ल भाउजू अहिले भेटौँ ल एकछिन आप्पालाई भेट्न आएको हौ के दामी फुलेछ है लालुपातेले आम्मामा होइन ए डगी वाउ लालुपाते फुल्यो जा मलाई भुक्छस् ल आइज जयमसी आप्पा डिक्कन बो हाम्रो आप्पा कति वर्ष पुग्नु भयो आप्पा 74 जाँदैछु पोहोर पनि 74 भनेको होइन होइन अब उमा अप्रिलमा चाहिँ सिएस हुन्छन् ए 74 मै हुनुहुन्छ है 84 पो त हौ 74 होइन 84 र त 10 वर्ष घट्यो भनेर छक्कै पर्दैछु नि म त यहाँ 84 ल हौ 85 85 को ढक लाग्यो अब अप्रिलबाट चाहिँ 85 मेरो लागि पनि हाम्रो लागि त छैन बुहारी बहिनी अमर मिसेस अमर डिकन बाउको श्रीमती हुनुहुन्छ खै भ्लगमा खै जयमसी ह्याप्पी न्यू इयर आमेन खै सानो भाइ चाहिँ ए भाइ आप्पा घाँटी त मेरो नानीको कस्तो हुनुहुन्छ अहिले एकदम सन्चो कुशलै अहिले हाम्रो इभेन्ट खै हेलो भने खै भ्लगमा घाँटी दुख्यो अरे ए बिमारी छौ अन्त भक्कु सुन्तला खान्छ अति अहिले कस्तो भयो चिसोमा आप्पा यो लाउनु न खै हेरौँ त खोलेर जिउमा हुन्छ कि हुँदैन भर्खरको देखिहाल्यो हौ है अरे आप्पा खै हाई भनेको अब कस्तो लाग्यो अन्त यो जम्पर ल ल दिदी भेना आउनु भएको छ ह्याप्पी न्यु इयर न्यु इयरको लुगा पनि ल्याइदिनु भएको भेना त जस्तोको त्यस्तो छ अब हो है यो त किन बाँधेको भित्र लु 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 आप्पा र मलाई ट्याप्प हुन्छ जस्तो फर्किनु है कपाल त कोरेको छैन भेना यता हेर्नु न त्यहाँ बस्नुहोस् त उनीहरूले उयो गरेको छ नि त भक्कु टाइप बनाएको ल ल ल ए हामीलाई चिया हालेलुया
नयाँ सालको सेलरोटी केक अनेकौँ खानापिना आइहालेछ फेरि अगाडिपट्टि ल अब प्रार्थना है एकछिन टाउको लगाउँछु या अब प्रार्थना प्रभु हामी तपाईँलाई धन्यवाद भन्दछौँ यो सुन्दर श्यामको गरी हाम्रो उहाँहरूको साथमा रहेर आमेन कोमा परहरूमा माथि आउँथ्यो जति अहिले यतै बस्छ होला म गरिदिन्थेँ त फोटो खिचिदिन्थेँ होइन पर्दैन होइन पर्दैन पर्दैन वाह मिठो रहेछ चिया चाहिँ है सानो सेलरोटी पनि चाखौँ न त अन्त अब यो सेलरोटी चाहिँ नयाँ स्टाइलको घरमै बनाएको रहेछ नि त ए मेरो ल जय हजुर भाइ यो उयो राख त्यो ब्यागमा राख के भन्नुभयो अब ए भाइ मेरो चर्चमा लिएर है टोपी लाउनु टोपी यहाँ फिट गरौँ न मिरिक आउनु भएन त अन्त मिरिक मिरिक त अब आउनु सक्दैन यहाँबाट त्यहाँ निक्लेको त्यसो हिँड्न म किन हाडबडीहरू खुट्टाहरू कहाँ राख्यो उयो नि त त्यो भन्छ नि मुनि साइड यो प्लान्ट यो के हो यो प्लान्टै हो नि है प्लास्टिक जस्तो छ त अन्त यस्तो यो लानु पर्थ्यो यो डल्लै बोकेर आमा के हुँदैछ हौ यिनीहरू अलिक ढिलो गरे अलिक हामी ढिलो गऱ्यो भने चाहिँ बाटोमै भेट्दैन बाटोमै क्रस हुन्थ्यो नि आउनु कि जानु यो खिड्कीको पानी पाएको मजा त्यो अलिक ठुलो बनाउनु पऱ्यो नि खिड्की एउटा भात पल्ला भएको त राम्रो हुन्छ यो बेसिनलाई राम्रो हुन्थ्यो नि त यो चाहिँ बेडरुम दामी बनाएर राखेको चाहिँ ए हेरेको टिभी के हेरेको ओ के हेरेको तिम्रो सब भिडियोमा जान्छ नि डल्लै नानाले खालि खालि सोधेर भिडियो मात्रै हेरिरहन त भनेर नदीहरू एकदम सुन्तला अझै पनि फलिरहेको रहेछ है नयाँ सालमा यसरी आपासँग भेट्दा हामीलाई साह्रै खुसी लाग्यो अनि हामी यसरी वरिपरि बसेर बातचित गऱ्यौँ भलाकुसारा गऱ्यौँ है अनि हामी साँच्चै नै यो सङ्गतिले हामी साँच्चै नै एकअर्कामा आशिषित बनेका छौँ नयाँ वर्ष हाम्रो निम्ति साँच्चै नै आशिषपूर्ण बनेको छ ल साथीहरू हाम्रो चाहिँ यो सुन्तला बारी चाहिँ यस्तो हुन्छ हो सुन्तला बगान चाहिँ अहिले धेरै उयो भएर गयो यहाँनिर यो राम्रो म्यानुरिङ नभएर हो कि यहाँ यो क्लाइमेट चेन्जको एफेक्ट हो यहाँनिर पहिला ड्याम्मै सुन्तला बारी हुन्थ्यो यो तल पनि पुरै अनि एकदमै मिठो सुन्तला पनि थियो तर अहिले भने सुन्तलाको झ्याङ थोरै छ यहाँनिर र पनि फल्नु त योपालि फलेछ हौ लु त आज फ्रेस सुन्तला टेस्ट गरिदिउँ त लु त अर्ग्यानिक सुन्तला यो चाहिँ अब हाम्रो हाम्रो सालोले यो अब सुन्तला टिप्ने सिँढी लाउँदैछ हो ए आज चाहिँ म बोटबाट टिपेको फ्रेस सुन्तला खानु पर्यो अमर होमस्टेको भन्नुहोस् न हाम्रो यहाँ अमर होमस्टे हो तपाईँहरू आएर यो होमस्टेमा बस्नु सक्नुहुन्छ अहिले मतलब अफिसियल्ली त उहाँले यसलाई होमस्टे डिक्लेयर गरेको छैन तर उसको फ्युचर प्लान चाहिँ छ यसलाई होमस्टे बनाउने हो
र कृपया तपाईँहरू मिरिक आउनुभयो भने यो गाउँमा आएर हाम्रो भाइको होमस्टेमा बस्नु सक्नुहुन्छ। अनि यसरी यो सिजनमा आउनुभयो भने चाहिँ तपाईँहरूले यो फ्रेस सुन्तला खाने मौका पनि पाउनुहुन्छ है। चाहिँ फ्रेस सुन्तला खाने यसरी हेर्नुहोस् है, कति आनन्द हुन्छ है। हेर्नुहोस् न ल है सुन्तला टिपौँ त अब यिनीहरू भाइ ल ल तिमीहरू लकी रहेछ, सुन्तला पाइहाल्यो। कमला बोलता है ना कि कमला তোমার বাড়ি দিয়ে হবে এটা? না না হবে না। বাড়ি কোথায়? নকশালবাড়ি। নকশালবাড়ি? নকশালবাড়ি মানে একদম সামনে। यो घरमा पुटिङ गरेको त म। ह? पुटिङ काम। यहाँ पुटिङ गरेको? नक्सलबाडीमा त्यो अहिले त्यो त म हेर्दैछु चिने जस्तो लाग्यो नि। चिने जस्तो लाग्यो। कसरी गर्छौ पुटिङ चाहिँ तिमीहरू? ह? कसरी? ठेकामा। ठेकामा? यहाँ कतिमा गर्यो? यहाँ त सबैकोले ठेका दिएको थियो। कति? काम मात्रै गर्यो हो तपाईले। हैन अन्त खोइ अन्त नक्सलबाडी कुन चाहिँ जोट? कोटिया जोट। ह? कोटिया जोट। हैन त्यो साथी थिएन त्यो के रे साथीले छोडे त आफै गर्छु। तिमी आफै गर्दैछौ? हजुर। अहिले कलर चाहिँ गरेछ न? कलर? सबै गर्छु। यो संसारमा आज आएको? हजुर। कलर चाहिँ कति लिन्छ? मैले मेरो घरमा गर्नु पर्यो। ल अब यहाँ डिल पनि हुन थालिहाल्यो है। अब डिल पनि हुन थाल्यो। ल ल ल ल ल रोडमै डिल गरिदिइहाल। भन्नुहोस् नि गरिदिन्छु कलर के मेरो सामान के हो तिम्रो नाम चाहिँ भाइ? सन्तोष। सन्तोष सन्तोष त हो कालिया जोट हो रे। सन्तोष तिम्रो रूप चेन्ज भएको छ नि त भन्दा गेटअप चेन्ज भयो नि केटाको। गेटअप चेन्ज के राम्रो फुलेछ हो यो त। मेरो भाइको हट हाउसमा चाहिँ के रहेछ खोइ दाउरा बाल्ने दाउराको व्यवस्था रहेछ। मसिनो मसिनो प्लान्टहरू चाहिँ राखेको रहेछ उनीहरूले। स्टोर रुम कम हट हाउस पो रहेछ त यो त। ल्याउने यहाँ तिम्रो खोइ ड्रागन फ्रुट त खतम भएछ त अन्त। किन फलेन योपालि? खै अन्त हामीलाई ल्याएन तिमीले त। भएन तिम्रो हट हाउस त पनि कस्तो देख्ने भएछ। होइन यो हट हाउस हेलो सुन्तला वा यो हो नि सुन्तला फ्रेस। अलिक यत्रो यत्रो छ त अन्त अलिक टिपो न। छेउछेउको टिपेको माथि अब कहाँ जानु सक्दैन त। यो चाहिँ के हो यो प्लान्टलाई के भन्छौ? यसको त खै याद छैन मलाई त्यो प्लान्ट। यो है स्याकुलिन नै हो यो। यो मजाको रहेछ तिम्रो। यो यो चाहिँ भन्छ कोब्रा फन। यो कोब्रा फन हो। अन्त यो चाहिँ भन्छ के भन्छ यसलाई के भन्छ बिर्सेँ। यो चाहिँ भन्छ गोल्डन ड्रागन कुनै के भन्छ। नाम पुरा याद राख्नुपर्छ त हौ। भोलिपर्सि आएर अन्त यो टुरिस्टहरूले सोध्यो भने त जीवनमा अलिक गति गति टिपो न अलिक ठुल्ठुलो टिपो न। ऊ माथि माथि छ त अन्त। हजुर के हो नाम तिम्रो नानु? के हो नाम? इबे। ओके कुन क्लास स्कुल पढ्छौ? स्कुल पढ्छ? ल गाउँ बस्तीमा बस्नु चाहिँ यति नै फाइदा छ। यहाँ हेर्नुहोस् है फ्रेस अरेन्ज बोटबाट टिपेर अब म यसलाई खान गइरहेको छु। अनि म तपाईँहरूलाई यसको रेटिङ पनि दिन्छु कस्तो छ यो सुन्तला हो। ल साथीभाइ कत्रो भएछ है आओ ल फ्रेस सुन्तला अगाडिको बोटबाट अहिले भर्खर मात्रै टिपेको साथी हो।
ल यो सुन्तला अब म खाँदैछु खाएर यसको टेस्ट बताउँछु है गाउँ बस्तीमा बस्नु चाहिँ यति फाइदा छ फ्रेस खानु पाउँछ खै हामीलाई ल्याइदिन भिडियो बनाउनु अपुइ चढ्न सकेन हौ भुँडी लागेर माथि माथि छ माथि छ त्यहाँ छ त त्यो दिनु न Kia sudah wana. मलाई सुन्तला अलिक लिएर आउँदैछ होला मलाई पनि दिन्छ होला भनेको त छैन उयोमा चढेन यो चाहिँ सुन्तलाको नफ्याङ्नु पर्यो यो चाहिँ खासमा चाहिँ सर्दीको दबाई हो हुन्छ नि ल साथीहरू म लिँदैछु दामी छ आप्पाले ऊ बिजन राख्नुलाई टिपेको थियो कि यो चिसो चाहिँ चिसो दामी मिठो अनि छ के त फ्रेस जुस भेटाइयो नि अब झन् गुलियो हुँदै जान्छ नि उठ्ने जग्गै त हुँदैन पट बनाएर चाहिँ यस्तो पट बनाएर दामी पटमा क्या बालु माटोहरू खाऊ न फ्रेस फ्रेस सुन्तला खाएको लगाएर कस्तो रहेछ दामी रहेछ नि यो त फ्रेस अन्त भोलि पर्सि चाहिँ कतै सार्नु पऱ्यो भने चाहिँ हामीले त खाएर दामी भन्यो तिमीले नखाइकन दामी भन्दैछौ त अन्त हामी त खाएर पनि बसेको हाम्रो बहिनी त अन्त यो क्रिसमसमा क्यारल निकै नदेखाउँ न मलाई जोड खेले क्या हौ गालाहरू त रातो पिरो हस्टिलो पटिलो भएको छ मुना एक महिना क्यार त्यसलाई हेऱ्यो त्यस्तै छ यो बोटहरू त हाम्रो यता भुँडी लागेर केही छैन हो यहाँ बोटहरू भएको योपालि क्यारल जोड खेलेछ ए हेर्नुहोस् न क्यारलमा चाहिँ के मासु भात डेली डेली मासु भात आइटम आइटम साथीहरू अब भने हामी आप्पासँग भेटघाट गऱ्यौँ हो मिठो मसिनो खाइपी गऱ्यौँ सुन्तलाहरू पनि खायौँ त्यहाँदेखि अब अब चाहिँ हामी फेरि घरतिर फर्किने है किनभने बेलुका पनि हुँदैछ रात पनि पर्नु आँट्यो आजकल त ठन्डा महिनामा छिटै रात पर्छ हो र आजको दिन राम्रोसँग बित्यो परिवारसँग वरिपरि है हुन त यहाँनिर अब आफ्नो मान्छेको गाउँ भएकोले गर्दा यहाँ आएको बेलामा सबैकोतिर निक्ल्यो भने त 2-3 दिन बस्दा पनि पुग्दैन हो कहाँ जाने अब हामी मिरिक जाने मिरिक तिमी मिरिक जाने लेदर ज्याकेट कस्तो छ खै हाल्ने यहाँ एउटा छ मुनि कालो हाम्रो आप्पा 84 इयर्समा पनि एकदम फ्रेस एन्ड फिट छ प्रार्थना गर्नुपर्छ ल प्रे गरौँ प्रार्थना गर्नु ल हामी प्रार्थना गरेर अब यहाँबाट फेरि मिरिकतिर प्रस्थान गर्छौँ तिमीहरू सौरेनसम्म जाने अरे ल प्रार्थना गरिदिनु अब प्रार्थना गरिदिनुहोस् हाम्रो लागि एकदम प्रभु हामी तपाईँलाई धन्यवाद भन्दै अब शामको धन्यवाद प्रभु छोरी ज्वाइँ जान लागिरहेको छ यस्तो गर्नु। आमेन ल हुन्छ आप्पा हामी जान्छौँ ल ए मनै पर्दैन ल सबलाई बाई बाई भनिदिनुहोस् अब ह्याप्पी न्यु इयर सबैलाई भन्नुहोस् न सबैलाई यो सब्सक्राइब पनि गर्नु भन्नुहोस् न सब्सक्राइब सब्सक्राइब लाइक कमेन्ट सब्स्क्राइब छैन पैसाहरू दिनु हुँदैन यिनी त बिसन्चो भएछ के भएर तिम्रो घाँटी दुखेको ल चिसोहरू नखानु ल ल अभिदान तिमीले आज बजाएनौ बजाउँथ्यौ नि मजाले लागेपछि ल आपा बस्नुहोस् ल हुन्छ बाई लागेपछि जाउँ मुना आऊ छिटो अब हाम्रो लुना स्टार्ट गर्नुपर्छ तिमीहरूको लुना त यहाँ रहेछ मेरो लुना चाहिँ यहाँ छ यो अब लुना स्टार्ट गरेर चाहिँ फगडी घरबाट हामी बिदा भएर निक्लेपछि चाहिँ माथि त्यो टिङलिङमा भ्यू पोइन्ट भन्ने एउटा जग्गा छ है त्यहाँ चाहिँ प्रायः जस्तो टुरिस्टहरू आएर गाडी रोकेर
यो रोड साइडमा भएको यो मसिनो ढाबाहरूमा यहाँनिर सानो सानो रेस्टुरेन्टहरू पनि छ। रेस्टुरेन्टहरूमा यिनीहरू चिया कफी मोमोको स्वाद लिँदै वरिपरिको पहाडको हाम्रो दृश्यलाई उनीहरूले दृश्यावलोकन गर्छन् है, अनि उनीहरू रमाउँछन्। यो जग्गामा हामी पनि आयौँ, बाइक रोकेर फेरि हामी पनि सेल्फी खिच्न फोटो खिच्न गयौँ। अनि यहाँनिर हाम्रो प्रतिष्ठित गायक है जो हामीसँग हुनुहुन्न स्वर्गीय अम्बर गुरुङको स्ट्याचु पनि छ। यो स्ट्याचु अति नै राम्रो ठाउँमा बनाइएकोले गर्दा आगन्तुकहरू पर्यटकहरू यहाँ आएर हेर्छन् है। र म पनि मेरो श्रीमती पनि यस्ता महान स्रष्टा जसले चाहिँ हाम्रो निम्ति हाम्रो समाजमा साङ्गीतिक क्षेत्रमा ठुलो योगदान दिएर जानुभयो, उहाँलाई स्मरण गरेर हामी त्यहाँ केही क्षण उभियौँ। तत्पश्चात वरिपरिको डाँडा पोखरा है अति सुन्दर मनोरम छ है। यहाँ आएर साँच्चै नै हाम्रो मन खुसीले पल्लकित हुन्छ। यस्तो जग्गामा हामी फेरि पनि केही क्षण उभिएर यहाँको भिडियोहरू लियौँ है। यो न्यू इयरको दोस्रो दिन भएको कारणले गर्दा सेकेन्ड डेज अफ 2026 भएको कारणले गर्दा थुप्रै आगन्तुक पर्यटकहरू यहाँ आएका थिए। उनीहरूले पनि कोही खाइरहेका थिए, कोही फोटो खिचिरहेका थिए, कोही रिल बनाइरहेका थिए भने हामी पनि त्यही भ्यू पोइन्टमा एकछिन पति पत्नी उभिएर है वरिपरि हेर्दै उनीहरूसँग हामी पनि रमायौँ है। अनि साँच्चै नै आजको दिन हाम्रो निम्ति एउटा आनन्दमय दिन भयो है। र साथीहरू तपाईँहरू पनि मिरिक आउनु भएको होला। यदि मेरो ब्लगमा जोडिएका मेरा जति पनि सब्सक्राइबरहरू हुनुहुन्छ तपाईँहरू मिरिक आउनु भएको छैन भने आउनुहोस्। मिरिकमा यसरी घुम्नको लागि थुप्रै स्थलहरू छ। यो पनि वान अफ द स्थल, यो वान अफ द बेस्ट टुरिस्ट प्लेस हो मिरिकको है। र यहाँनिर आएर मानिसहरू साँच्चै नै रमाउँछन्। यहाँबाट तपाईँहरूले नेपाल, हाम्रो छिमेकी राष्ट्र नेपाललाई पनि देख्न सक्नुहुन्छ। अनि नेपाल र भारतलाई यसको सिमाना छुट्याउने मेची नदी पनि हामीले हेर्न सक्छौँ है, मेची खोला भनौँ न है। र यो देख्दै गरेको जग्गाहरू चाहिँ गढी ग्राउन्ड र वरिपरि यसरी मानिसहरू साँच्चै नै हेर्नुहोस् न। यहाँ हाम्रा अतिथिहरू है, उनीहरू यहाँ हामीले सोद्धाखेरि उहाँहरू चाहिँ उत्तर दिनाजपुरबाट यो समय घुम्न आएको रहेछ सारा परिवार है। उहाँहरू पनि खुसी भएर आफ्नो फोटो सेल्फी खिचिरहेका थिए। र म र मेरो श्रीमती चाहिँ उनीहरूसँग एकछिन बातचित गऱ्यौँ है। अनि उनीहरूले पनि हाम्रो भ्लगलाई सब्सक्राइब गर्ने। तत्पश्चात भने हामी फेरि सोझै मिरिक आइपुग्यौँ है। बाटोमा हामीले कुनै अरू फोटोहरू लिएनौँ र मिरिक झिल तपाईँहरूलाई देखाउनु मन लाग्यो। यो झिलको चाहिँ यो बेलुकीको समय लगभग यहाँ आइपुग्दाखेरि 5 बज्न लागेको थियो। अनि 5 बज्न लागेको समयमा पनि यहाँ टुरिस्टहरू आएर यो एकदमै पिकनिकको लागि एकदमै राम्रो स्पट छ है। यहाँ लेक, इन्द्रेणी ब्रिज, गार्डन र यहाँनिर थुप्रै टुरिस्टहरू आएर यसरी घुमिरहेको। अनि यहाँ चाहिँ विशेष माछालाई चारो दिएर माछा हेर्ने यो ठाउँ भएको कारणले गर्दा थुप्रै टुरिस्टहरूले चाहिँ बनरोटी, तोसरोटी, मुराईहरू फ्याँक्दै माछालाई हेरिरहेको थियो है। अनि हामीले पनि त्यहाँ एकछिन उभिएर वरिपरि हेऱ्यौँ। थुप्रै टुरिस्टहरू आएको कारणले गर्दा मोटर स्ट्यान्ड पनि खचाखच। यहाँका वरिपरि दोकानदारहरू यो विभिन्न पसलहरू थापेर बसेका, उनीहरूको पसलमा पनि सायद आज राम्रै बिक्री भयो होला। हिजो 1 जनवरी त्यहाँ पनि। र यसरी गर्दा हामीले यहाँनिर फेरि यो मिरिक लेकमा आएर बसेको हाँसहरू है, यो हाँसहरू हिँडिरहेको रहेछ। त्यो हाँसको जोडा मजाले पानीमा खेलिरहेको यो दृश्यलाई पनि क्याप्चर गऱ्यौँ। साँच्चै नै यिनीहरू टुरिस्टहरूले फ्याँकेको त्यो तोसरोटी बनरोटीहरू खाँदै यिनीहरू पनि रमाइरहेका थिए है। र बेलुकीको समय यसरी धेरै
टुरिस्टहरूको बिचमा हामी पनि यहीँकै लोकल बासिन्दा भए तापनि टुरिस्ट जस्तै भएर उनीहरूसँग रमायौँ। यो पारिपट्टि देखिरहेको चाहिँ वनभोज खान आएका हाम्रा आगन्तुकहरू, उनीहरूले खानापिना पकाएर मजाले वनभोजको आनन्द लिइरहेको छ। अनि वरिपरिको दृश्यहरूलाई हेर्दै र म र मेरो श्रीमती पनि केही छन् यहाँ अल्मलियौँ र आउँदा बाटोमा फेरि मेरो घरको छेउको कुकुरले मलाई स्वागत गर्दै, हेर्नु न कति राम्रो कुकुर छ यो है। ल साथीहरू, घर पनि आइपुगे। आजको हाम्रो ससुराली भिजिट राम्रै भयो र अब अहिले चाहिँ म घरतिर जाँदैछु साथीहरू। मेरो घरको यो बाटो तपाईँहरूलाई थाहा छ। ए पुच्छर, यसले पनि वेलकम गर्दै रहेछ मलाई। पुच्छर ल दैलो खोला। हाम्रो घरबाट चाहिँ डन बस्कोको चर्च यति राम्रो देख्छ हेर्नुहोस् नि। श्रीमतीले दैलो खोल्दैछ, गेट खोल्दैछ। आजको हाम्रो यात्रा एकदम आशिषपूर्ण रह्यो। अब चाहिँ बेलुकी पनि हुँदैछ हो साथीहरू। अब ए क्यान्डी, ओहो क्यान्डी भाइ, क्यान्डी भाइ घर आइपुग्यो। अब ल साथीहरू, आज भने भगलाई म यहाँ नै एन्ड गर्दछु हो। अब अलिक गलेको पनि छु, बाइक कुदाएर आएको है बाटोमा। हवस् त साथीहरू, ब्लग्स विथ साइमनबाट म साइमन तामाङ तपाईँहरूदेखि बिदा लिन्छु। फेरि पनि नेक्स्ट ब्लगमा हामी भेट्नेछौँ। मन पऱ्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला। हवस् साथीहरू।